तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो अत्तरिया 92 मेगाहर्ज आवाज पश्चिम नेपालको। फादर अफ साइन्स भनेर कुन वैज्ञानिकलाई चिनिन्छ? अल्बर्ट आइन्स्टाइन। रेडियोका आविष्कारक को हुन्? मार्कोनी। भूकम्प कुन एकाइमा नापिन्छ? रेक्टर स्केल। यस्तै प्रश्नोत्तर अनि कुरा गर्छौं ज्ञान विज्ञानका सँगै घटनाक्रम र विश्वको इतिहासका हरेक क्षेत्रसँग सम्बन्धित विविध प्रश्नहरू अब तपाईका लागि। हाम्रो प्रश्नमा तपाईको जवाफ। सामान्य ज्ञान सम्बन्धित तयार पारिएको यो कार्यक्रम अत्तरिया क्विज कम्पिटिसन हरेक शनिबार अपराह्न 4 बजेदेखि 5 बजेसम्म मात्र सामुदायिक रेडियो उत्तरिया 92 मेगाहर्जमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। डायल गर्नुहोस् 091 590 029 97 47 32 72 56 र जित्नुहोस् विशेष पुरस्कार। यस कार्यक्रमका प्रायोजक दीपज्योति स्पोर्ट्स हाउस पुस्तक पसल पहाड रोड उत्तरिया कैलाली। हेलो हाई एन्ड गुड आफ्टरनुन एन्ड हर्टी वेलकम। प्रोग्राम अत्तरिया क्विज कम्पिटिसनमा आज पनि हामी तपाईँको हातको मोबाइल सेटमा उपस्थित भइसकेका छौँ। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे गर्दै जस्तो अवस्थामा भए पनि स्वस्थ अनि व्यस्त रहनुहोला। यतिखेर टेक्निकल सपोर्टबाट निकै नै साथ मिलिरहेको छ श्याम बोहराको भने यतिखेर अनियरबाट अनिल गुरुधामीको आवाज सुनिरहनु भएको छ। प्रोग्राम अत्तरिया क्विज कम्पिटिसन्समा सञ्चालनमा ल्याउनुको मूल उद्देश्य भनेको तपाईँको बौद्धिक क्षमता टेस्ट गर्ने कक्षा 11, 12 त्यसै गरी लोकसेवा आयोगसँग सम्बन्धित प्रश्नहरू, त्यसै गरी विभिन्न आयोगको तयारीमा बसिराख्नुभएका विभिन्न श्रोताहरूका लागि हामीले विशेषतः प्रोग्राम एकदमै उपयोगी होस् भन्ने हेतुले प्रोग्रामलाई उत्पादन गर्ने हाम्रो एउटा लक्ष्य राखेर प्रोग्राम ओपनिङ गराएका छौँ, जसका लागि तपाईँले हाम्रो टेलिफोनमा आउनका लागि तपाईँले 97 47 32 72 56 को बाटो भएर तपाईँले टेलिफोनमा आउनुभयो भने तपाईँसँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। यदि तपाईँले आउनुभयो भने हामी तपाईँहरूसँगै कुराकानी गर्नेछौँ र तपाईँहरूसँगै एकदमै प्रश्न उत्तर गर्नेछौँ। कार्यक्रमका केही रुल्स र रेगुलेसनहरू छन्, ती रुल्स र रेगुलेसनहरूलाई फलो गरेर कार्यक्रममा तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। हामीसँग कार्यक्रममा 3वटा राउन्डहरू हुने गर्छन्। पहिलो राउन्ड भनेको एन्ट्री राउन्ड, दोस्रो राउन्ड भनेको जेनरल राउन्ड र अन्तिम राउन्डमा रहनेछ ऱ्यापिड फायर राउन्ड रहनेछ। एन्ट्री राउन्डमा एउटा प्रश्न, त्यसै गरी जेनरल राउन्डमा अर्को प्रश्न र ऱ्यापिड फायर राउन्डमा चाहिँ 3वटा प्रश्नहरू हुने गर्दछन्। सोधिएको प्रश्नको उत्तर तपाईँले 10 सेकेन्डभित्र दिइसक्नुपर्नेछ। एन्ट्री राउन्ड पार गर्न सक्नुभयो भने जेनरल राउन्ड, त्यसैले जेनरल राउन्ड पनि पार गर्न सक्नुभयो भने ऱ्यापिड फायर राउन्ड राख्नेछौँ। त्यसै गरी तपाईँले एन्ट्री राउन्डमै गलत आन्सर दिनुभयो भने तपाईँको कल त्यहीँनिर डिस्कनेक्ट हुनेछ, हामी त्यहीँनिर डिस्कनेक्ट हुनेछौँ। यदि तपाईँले एन्ट्री राउन्ड, जेनरल राउन्ड र ऱ्यापिड फायर राउन्डमा दोस्रो प्रश्नसम्म पनि पुग्नुभयो भने हामी तपाईँलाई रु 200 को रिचार्ज कार्ड कार्यक्रमको तर्फबाट लक्की ड्र मार्फत विनरलाई हाम्रो प्राइज रहनेछ भन्छु। र कार्यक्रमको ओपनिङमा एउटा मिठो सर्ट म्युजिकल ब्रेक राख्छु। ब्रेकपछि तपाईँहरूसँगै कुराकानी गर्नका लागि आउनेछौँ। त्यति बेलासम्मका लागि तपाईँले 97 47 32 72 97 को बाटो डायल गर्दै गर्नुहोला। कार्यक्रमलाई स्पोन्सर गरेर साथ दिनुभएको छ दीपज्योति स्पोर्ट्स हाउसलाई हामी मनैदेखि सम्झिरहेका छौँ। मिस्टर आरजे छम्म मत नाच्यावे उईसँग कम्मर भाच्यावे, हाय छम्म मत नाच्यावे उईसँग कम्मर भाच्यावे। उई मलाई देखेर तर्सिन्छे जैखीलाई जवानी साच्यावे, मत लाहुर्या हुँ
कसर बाँकी नै सुआ मेरा प्यारमा सौदा सीधा सीधा यार का व्यापारमा प्यारले प्यार दे थुक्काइ टुइलै आँटी दे लाहुर्याको माया परे कुट्टा भरि बाँधिदे तेरा माया मामु रात भरी उनिलो एकै जग्गा खोली थी भेट हुँदा मसँग बोली थी एकै जग्गा खोली थी भेट हुँदा मसँग बोली थी वेलकम ब्याक यो मिठो सङ्गपछि पुनः पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। कार्यक्रम हो अतरिया क्विज कम्पिटिसनको क्विज स्टार। तपाईँले आउनका लागि 97 47 32 72 56 बाटो भएर टेलिफोनमा सहभागिता जनाउनु भयो भने तपाईँ हामीसँग कुराकानीका लागि पुग्न सक्नुहुनेछ। आजको व्यवसायमा छौँ हामीहरू। तपाईँले आउनका लागि फेरि भन्छु नम्बर 97 47 32 72 56 बाटो भएर टेलिफोनमा सहभागिता जनाउनु भयो भने तपाईँ हामीसम्म पुग्न सक्नुहुन्छ र तपाईँहरूसँगै हामी प्रश्न उत्तर गर्नेछौँ। र तपाईँ यतिखेर भर्खरै मात्र रेडियो ट्युन गर्ने अवसर पाउनु भएको छ भने यतिखेर तपाईँ सुनिरहनु भएको छ अतरिया सञ्चार समूहद्वारा सञ्चालित सामुदायिक रेडियो अतरिया 92 मेगा हर्ज। त्यसै गरी इन्टरनेट अनलाइनको माध्यमबाट सुनिरहनु भएको छ www.radioataria.com.np। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्लिकेसनबाट पनि तपाईँ यतिखेर देशको जुनसुकै स्थानबाट रहेर सुनिरहनु भएको छ। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ भन्ने हामीले पुनः आशा अनि विश्वास गरेका छौँ। कार्यक्रमको सुरुवातमै कोही सहभागीको आगमन भइ नै सकेको छ, होल्डमा हुनुहुन्छ। उहाँलाई म अनियर गर्छु। हजुर नमस्ते, हुनुभयो कुण्ठबाट? शुभ नाम फेरि एकपटक? तपाईँको शुभ नाम फेरि एकपटक भन्नुहोस् त। खोटाङको 12 पोखरीबाट अशोक तामाङ भनेर भन्नुभयो। फेरि भन्नु त। अशोक तामाङ के छ अशोकजी, तपाईँको हालखबर सन्चै हुनुहुन्छ? एकदमै पनि भन्नुपर्छ। अनि के गर्नुहुन्छ उसो त तपाईँले अरू टाइमहरू समयमा? हजुर हजुर एकदमै पनि। अनि तपाईँको स्टडी कहाँसम्म पुग्यो? ब्याचलर सेकेन्ड इयर पढ्दै हुनुहुन्छ। हुन्छ, तपाईँको
शैक्षिक सफलताको अग्रिम शुभकामना छ। हामीसँग भनेको एदेखि जेसम्मको सेटहरू छ, कुनै एउटा सेट रोज्नुहोस् त। हजुर जे राख्नु न। जे सेट राख्छु तपाईँका लागि। इन्ट्री राउन्डमा लगौँ है। इन्ट्री राउन्ड जे सेटको इन्ट्री राउन्डको प्रश्न तपाईँका लागि यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। नेपालको सन्दर्भमा 2078 सालको जनगणना कतिौं जनगणना हो? प्रश्न पुनः एकपटक। नेपालको सन्दर्भमा 2078 सालको जनगणना कतिौं जनगणना हो? टाइम स्टार्ट। के गरौँ, यसैलाई लग गरिदिउँ? तपाईँको प्रश्नको आन्सर राइट रङ के हुन्छ, ध्यान दिएर सुन्नुहोला। कङ्ग्रेचुलेसन भन्नुपर्छ। इन्ट्री राउन्डमा प्रवेश एकदमै राम्रो रह्यो। हामी तपाईँलाई जेनरल राउन्डमा लाग्छौँ है। जनरल राउन्डका लागि तपाईँका लागि प्रश्न यस प्रकार रहेको छ, द्वितीय विश्वयुद्धको प्रारम्भ कहिलेदेखि भएको हो? प्रश्न पुनः एकपटक। द्वितीय विश्वयुद्धको प्रारम्भ कहिलेदेखि भएको हो? टाइम स्टार्ट। टाइम आउट। 1939 फुल डेट भन्नुपर्ने हुन्छ यहाँले। हजुर पुरै डेट भन्नुपर्ने हुन्छ है त। त्यति बेला भन्दा हुँदैन है? उत्तर कुञ्जिकामा हाम्रो पुरै डेट छ। पुरै डेटलाई नै तपाईँले एकछिन त्यसो भए त 1939 गाह्रो बताएको एकदमै। ओके, तपाईँको समय पनि सिद्धिसक्यो। हुन्छ, छुट्टिन्छौँ। औदा बसाइहरूमा आउँदै गर्नुहोला। आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा अशोक तामाङ खोडाङदेखि आउनुभएको थियो। उहाँलाई आभार प्रकट गर्छु यहाँबाट। उहाँका लागि हामीले प्रश्न चाहिँ राखेका थियौँ, नेपालको सन्दर्भमा 2078 सालको जनगणना कतिौं जनगणना हो भनेर उहाँका लागि इन्ट्री राउन्डमा प्रश्न राखेका थियौँ। उहाँले जे सेट रोज्नु भएको थियो, यसको सही आन्सर 12औं जनगणना भनेर सही आन्सर दिनुभयो। उहाँलाई हेर्दैदेखि नै धेरै आभार प्रकट गर्छु। त्यसै गरी क्वालिफाइड राउन्डमा उहाँका लागि प्रश्न राखेका थियौँ, द्वितीय विश्वयुद्धको प्रारम्भ कहिलेदेखि भएको हो भनेर उहाँका लागि प्रश्न राखेका थियौँ। यसको सही आन्सर हो 3 सेप्टेम्बर 1939 देखि द्वितीय विश्वयुद्धको प्रारम्भ भएको थियो। यहाँलाई अवगत गराउँछु। फेरि पनि नभन्दै हाम्रो टेलिफोन सम्पर्कमा कोही साथीको आगमन भइ नै सकेको छ। उहाँलाई म फेरि पनि अनियर गर्छु। हजुर नमस्ते। नमस्ते, को बोल्नु भयो, कुन ठाउँबाट? उदयपुरबाट लक्ष्मी मगर भनेर भन्नुभयो। के छ तपाईँको हालखबर, सन्चै हुनुहुन्छ? लक्ष्मी मगर भन्नुभएको हो नि आफ्नो नाम? अनि के गर्नुहुन्छ तपाईँले? हजुर, स्टडी कहाँसम्म पुग्यो यहाँको? हुन्छ, हामी कार्यक्रमतर्फ नै लाग्छौँ। हामी तपाईँलाई एदेखि जेसम्मको सेटहरू छ, जे सेट चाहिँ गइसकेको छ, बाँकी सेटहरू चुज गर्न सक्नुहुन्छ यहाँले। हुन्छ, हामी इन्ट्री राउन्डमा लाग्छौँ उक्त सेटको। इन्ट्री राउन्ड यस प्रकार रहेको छ इन्ट्री राउन्डको पहिलो क्वेसन। राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो? प्रश्न पुनः एकपटक। राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो? टाइम स्टार्ट। 2025 भनेर भन्नुभयो। के गरौँ, यसैलाई लग गर्दैनौँ कि अरू? प्रश्नको एन्सर राइट रङ के हुन्छ, ध्यान दिएर सुन्नुहोला।
सरी तपाईँको आन्सर मिलेन। सरी भन्नुपर्छ, तपाईँको आन्सर मिल्न सकेन। आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा उदयपुरदेखि लक्ष्मी मगर भन्दै हुनुहुन्थ्यो। उहाँका लागि हामीले प्रश्न राखेका थियौँ, राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो भनेर। राष्ट्रिय जलवायु सम्मेलन चाहिँ विक्रम सम्वत 2080 मङ्सिर महिनामा सम्पन्न भएको हो, यहाँलाई अवगत गराउँछु। र फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही सहभागी हुनुहुन्छ, उहाँलाई अनियर गरिहाल्छु। हजुर नमस्ते। नमस्ते, को बोल्नुभयो, कुन ठाउँबाट? खोटाङबाट निर्मला राई। के छ तपाईँको हालखबर, सन्चै हुनुहुन्छ? अनि के गर्नुहुन्छ अरू टाइमहरूमा यहाँले? हुन्छ, हामी कार्यक्रमतर्फ नै लाग्छौँ। तपाईँलाई एदेखि जेसम्मको राउन्डहरू छ, सेटहरू छ, कुनै एउटा चुज गर्नुहोस्। हुन्छ, ए सेट राख्छौँ तपाईँका लागि। इन्ट्री राउन्डमा प्रवेश गराउँछौँ। इन्ट्री राउन्ड। प्रश्न यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। मदन पुरस्कार पाउने पहिलो उपन्यास मन विक्रम सम्वत 2014 हो भने महाकाव्य कुन हो? प्रश्न पुनः एकपटक, मदन पुरस्कार पाउने पहिलो उपन्यास मन विक्रम सम्वत 2014 हो भने महाकाव्य कुन हो? टाइम स्टार्ट। टाइम आउट। आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा निर्मला राई खोटाङदेखि हामीलाई सहभागिता जनाउनु भएको हो। उहाँलाई हामीले प्रश्न राखेका थियौँ, मदन पुरस्कार पाउने पहिलो उपन्यास मन विक्रम सम्वत 2014 हो भने महाकाव्य कुन हो भनेर उहाँका लागि प्रश्न हामीले राखेका थियौँ। यसको सही आन्सर मानव, जुन चाहिँ 2023 हो। तपाईँ पनि आउन सक्नुहुन्छ। तपाईँका लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, 97 47 32 72 56 बाटो भएर तपाईँले टेलिफोनमा आउनुभयो भने तपाईँसँग पनि हामी प्रश्न उत्तर गर्नेछौँ। रेडियो उत्तरिया 92 मेगाहर्ज उत्तरियाको स्टुडियोबाट यतिखेर तपाईँ फेसबुक पेजबाट लाइभ पनि सुनिरहनु भएको छ भन्ने हामीले पुनः आशा अनि विश्वास मनभरि लिएका छौँ। www.radiouttaria.com.np बाट पनि तपाईँ यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, माया गर्नुभएको छ। तपाईँलाई धेरै धेरै आभार प्रकट गर्छु। रेडियोबाट सुनिराख्नु भएको श्रोताहरूले सुन्दै हुनुहुन्छ, तपाईँलाई पनि विशेष आभार प्रकट गर्छु। यहाँबाट आउनका लागि तपाईँले 97 47 32 72 56 को बाटो भएर तपाईँले टेलिफोनमा आउनुभयो भने तपाईँहरूसँगै कुराकानी हुनेछ। र फेरि पनि नभन्दै अर्का सहभागी हुनुहुन्छ, उहाँलाई म फेरि पनि अनियर गर्छु। हजुर नमस्ते। नमस्ते हजुर, को बोल्नुभयो, कुन ठाउँबाट? तपाईँको शुभ नाम फेरि एकपटक? राजन खड्का। के छ राजनजी यहाँको हालखबर? अरू के गर्नुहुन्छ यहाँले? हजुरले कुन डिस्ट्रिक्टबाट सहभागिता जनाउनु भएको भन्नुभएको अहिले? झापाको हालखबर के छ अहिलेको अवस्था? मौसमको कुरा गर्ने हो भने यतिखेर कस्तो छ त्यहाँको? हजुर हजुर, एकदमै पनि हाम्रो प्रोग्राम कहाँ आउँछ भनेर यहाँलाई जानकारी थियो र सहभागिता जनाउनु भयो यहाँले। ओके, हुन्छ हुन्छ, तपाईँलाई हामी कार्यक्रमलाई ढिलो नगरी तपाईँलाई प्रवेश गराउँछौँ कार्यक्रमतर्फ नै। एदेखि जेसम्मको सेटहरू छन् तपाईँले कुनै एउटा सेटलाई चुज गर्नुहोस्। हजुर एस भन्नुभयो। हुन्छ, तपाईँका लागि राख्छौँ हामी। ध्यान दिएर सुन्नु होला, इन्ट्री राउन्डमा प्रवेश गराउँछौँ है। इन्ट्री राउन्ड। एकदमै सजिलो प्रश्न रहेको छ इन्ट्री राउन्डको लागि। सिक्काको सुरुवात कुन देशबाट सुरु भएको हो? प्रश्न पुनः एकपटक, सिक्काको सुरुवात कुन देशबाट सुरु भएको हो? टाइम स्टार्ट। केबाट भन्नुभयो?
टाइम आउट। के गरौँ यसैले ल गरिदिउँ, अर्को विकल्प सोच्नुहुन्छ? सरी तपाईँको आन्सर मिलेन। सरी है, तपाईँको आन्सर मिल्न सकेन, हामी छुट्टिन्छौँ। आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा यतिखेर राजन खड्का भन्दै हुनुहुन्थ्यो झापादेखि। उहाँका लागि हामीले प्रश्न राखेका थियौँ, सिक्काको सुरुवात कुन देशबाट सुरु भएको हो भनेर उहाँका लागि प्रश्न राखेका थियौँ। यसको सही आन्सर हुन्छ टर्कीबाट चाहिँ सिक्काको सुरुवात भएको थियो भन्छु। कार्यक्रमको मिड पोइन्टमा छोटो मिठो म्युजिकल ब्रेक राख्छौँ। ब्रेकपछि हामी तपाईँहरूसँगै कुराकानी गर्नेछौँ। यतिखेर तपाईँ सुनिरहनु भएको छ रेडियो अतरिया 92 मेगाहर्ट्जबाट अतरिया क्विज कम्पिटिसनको आजको यो एपिसोड सुनिरहनु भएको छ भने हामीले पूर्ण आशा अनि विश्वास गरिसकेका छौँ। कार्यक्रममा स्वागत छ। कार्यक्रमलाई भर्खरै तपाईँले ट्युन गरेर सुनिरहनु भएको छ भने यतिखेर तपाईँ सुनिरहनु भएको छ अतरिया सञ्चार समूहद्वारा सञ्चालित सामुदायिक रेडियो अतरिया 92 मेगाहर्ट्ज, त्यसै गरी इन्टरनेट अनलाइनको माध्यमबाट www.radioataria.com.np, त्यसै गरी हाम्रो पात्र मोबाइल एप्लिकेसनबाट पनि यतिखेर सुन्दै हुनुहुन्छ। कार्यक्रम अतरिया क्विज कम्पिटिसनको आजको यो अङ्क हरेक शनिबार 4:15 करिब 5 बजीसम्म हामी तपाईँहरूको रेडियो सेटमा आउने गर्छौँ भन्छु। र कार्यक्रमको यो कार्यक्रमलाई तपाईँले फिडब्याक कुनै बढाउनु पर्ने घटाउनु पर्ने केही कुराहरू सुझाव सल्लाह छन् भनेपछि हामीलाई तपाईँले दिन सक्नुहुन्छ भन्छु। र कार्यक्रममा फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँलाई म अनियर गर्छु। हजुर नमस्कार। नमस्ते हजुर, को बोल्नुभयो, कुन ठाउँबाट? खोटाङबाट। तपाईँको शुभ नाम फेरि एकपटक? सङ्गीता तामाङ। के छ तपाईँको हालखबर, सन्चै हुनुहुन्छ? अनि के गर्नुहुन्छ उसो त तपाईँले? के गर्नुहुन्छ तपाईँले अरू टाइमहरूमा? स्टडी कहाँसम्म पुग्यो यहाँको? तपाईँले हामीलाई कुन ठाउँबाट सहभागिता जनाउनु भयो भन्नुभएको थियो? अनि खोटाङतिरको रस्ती बस्तीतिरको हालखबर के छ अहिलेको मौसमको कुरा गर्ने हो भनेपछि? हजुर एकदमै पनि हुन्छ। हाम्रो प्रोग्राम कहाँ आउँछ, कसरी थाहा भयो आउँछ भनेर यहाँले कसरी जानकारी पाउनुभयो? हेलो हेलो सङ्गीताजी, कार्यक्रमलाई तपाईँले कहाँ आउँछ भनेर सहभागिता जनाउनु भयो, कहाँबाट थाहा पाउनुभयो? ओके हुन्छ, थ्याङ्क यू सो मच तपाईँलाई। हुन्छ, हामी एदेखि जेसम्मको सेटहरू छ कुनै एउटा सेट चुज गर्नुहोस् है। हजुर कुनै एउटा सेट चुज गर्नुहोस् त, एदेखि जेसम्मको सेटहरू हामीसँग बाँकी छ। हुन्छ, बी सेटमा रहेको तपाईँको इन्ट्री राउन्डका लागि इन्ट्री राउन्ड प्रश्न यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। कुन ग्रहलाई मर्निङ स्टार भनेर चिनिन्छ? प्रश्न पुनः एकपटक, कुन ग्रहलाई मर्निङ स्टार भनेर चिनिन्छ? टाइम स्टार्ट। के गरौँ, यसैलाई कन्फर्म गरौँ कि कुनै अर्को विकल्प रोज्नुहुन्छ? टाइम आउट। तपाईँको प्रश्नको राइट रङ के हुन्छ हामी चेक गर्छौँ। सरी तपाईँको आन्सर मिलेन। सरी तपाईँको आन्सर मिल्न सकेन, यसको सही आन्सर बुध हो भन्नुपर्छ। आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सङ्गीता तामाङ भनेर भन्नुभएको थियो खोटाङदेखि। उहाँका लागि हामीले प्रश्न राखेका थियौँ, कुन ग्रहलाई मर्निङ स्टार भनेर चिनिन्छ भनेर उहाँका लागि प्रश्न राख्यौँ। यसको सही आन्सर बुध ग्रहलाई चाहिँ मर्निङ स्टार भनेर चिन्ने गरिन्छ। हामी अन्तिममा एउटा कल दिनेछौँ, त्यसपछि तपाईँहरूसँगै ओझेल हुन्छौँ। अर्को सहभागी हुनुहुन्छ उहाँलाई म अनियर गर्छु। हजुर नमस्ते, को बोल्नुभयो, कुन ठाउँबाट? हेलो हेलो नमस्ते। नमस्ते हजुर, को बोल्नुभयो, कुन ठाउँबाट?
को बोल्नु भयो कुन ठाउँबाट के छ तपाईँको हालखबर अनि के गर्नुहुन्छ तपाईँले स्टडी कहाँसम्म पुग्यो यहाँको हुन्छ तपाईँको शैक्षिक सफलताको शुभकामना राम्रोसँग पढ्नुहोला भन्छु एदेखि जेसम्मको सेटहरू रोज्नुहोस् तपाईँले डी भन्नुभयो डी सेटमा रहेको प्रश्न तपाईँलाई एन्ट्री राउन्डमा लग्छौँ Entry round. Entry round. एन्ट्री राउन्डका लागि तपाईँका लागि प्रश्न यस प्रकार रहेको छ ध्यान दिएर सुन्नुहोला सजिलो प्रश्न भन्नुपर्छ सामाजिक सञ्जाल गुगलको मुख्य कार्यालय कहाँ रहेको छ प्रश्न पुनः एकपटक सामाजिक सञ्जाल गुगलको मुख्य कार्यालय कहाँ रहेको छ टाइम स्टार्ट हजुर टाइम आउट फेरि एकपटक सामाजिक सञ्जाल गुगलको मुख्य कार्यालय कहाँ रहेको छ फेरि भन्नु त तपाईँको आन्सर राइट रङ के हुन्छ ध्यान दिएर सुन्नुहोला सरी तपाईँको आन्सर तपाईँको आन्सर मिलेन आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा माया शेर्पा ओखलढुङ्गादेखि हामीलाई सहभागिता जनाउनु भएको हो भन्छु र आजका लागि जुन कार्यक्रमको निर्धारित समय हो त्यो समय सकिसकेको छ आउनुभयो तपाईँलाई आभार प्रकट यहाँबाट गर्छु तपाईँका लागि र तपाईँले आउनुभयो धेरै प्रयास गर्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँका लागि हामीले इन्ट्री राउन्ड क्वालिफाइड राउन्ड त्यसै गरी जेनरल राउन्ड ऱ्यापिड फायर राउन्डका प्रश्नहरू राख्यौँ तपाईँले एकदमै राम्रो प्रयास गर्नुभयो तपाईँलाई हृदयदेखि नै आभार प्रकट अर्को हप्ताको यही शनिबार पनि तपाईँले यसरी नै मिठो साथ सपोर्ट र सहभागिता जनाउनु हुन हामीलाई एकदमै अनुरोध छ तपाईँहरूलाई कार्यक्रमको सुरुवातमा आउनुभएको थियो अशोक तामाङ त्यसै गरी लक्ष्मीमगर उदयपुरबाट निर्मला राई खोटाङदेखि राजन खड्का झापादेखि सङ्गीता तामाङ खोटाङदेखि र माया शेर्पा ओखलढुङ्गादेखि सहभागिता जनाउनु भएको थियो तपाईँ सम्पूर्णलाई कार्यक्रमको तर्फबाट हृदयदेखि नै आभार प्रकट गर्छु आउँदो हप्ता पनि तपाईँहरूको सहभागिता यस्तै रहोस् भन्ने कामना गर्छु र यतिखेर टेक्निकल सपोर्टबाट निकै नै साथ दिनुभयो श्याम बोहरालाई धेरै धेरै धन्यवाद त्यसै गरी हाम्रो प्रोग्रामलाई स्पोन्सर गरेर निकै साथ दिनुभयो दीपज्योति स्पोर्ट्स हाउस पुस्तक पसललाई कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै आभार प्रकट गोदावरी नगरपालिका 2 पहाड रोड अदरिया कैलालीमा अवस्थित रहेको छ स्पोर्ट्स सम्बन्धी सम्पूर्ण सामानहरू त्यहाँ उपलब्ध गराइन्छ 091 591 940 त्यसै गरी मोबाइल नम्बर 98 48 82 19 03 उहाँको टेलिफोन नम्बरमा सहभागिता जनाएर या तपाईँले कल गरेर त्यहाँको सेवा सुविधाहरूको बारेमा पनि बुझ्न सक्नुहुन्छ भन्छु र तपाईँले इन्टरनेट अनलाइनको माध्यमबाट पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो पात्रोको माध्यमबाट सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद फ्रिक्वेन्सी मोडुलेसनमा कभरेज एरियामा सुनिरहनु भयो सुन्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता यही रेडियो स्टेसन यही टाइममा भेट्ने बाचा गर्दै आजको यो एपिसोडबाट कार्यक्रम प्रस्तुता अनिल गुरधामी टेक्निकल सपोर्ट श्याम बोहरा आज्ञा हुन्छौँ हस् नमस्कार बाई बाई टेक केयर मान्छे हामी रोयल पारा पनि रोयल लगाइदिन्छौँ आलु पाघु चला बाघ जाँदै नि कसिने हो चलो पश्चिमे 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 हो भाग 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 आयो पश्चिमको बाघ 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 भाग 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 आयो पश्चिमको बाघ
मैदानमै चौलो हौ जितेरै औलो मैदानमै चौलो हौ जितेरै औलो टोटली छ स्टाइल पहाडी छ स्वाग तम्रा के छन् खबर हम त देउला लबर जहाँ गए नि कसिने हो चलो पसिने 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 हो भाग आयो पश्चिमको बाग 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 छक्कामा छलिया चौकामा खेल चौलो मैदानमै चौलो हौ जितेरै औलो मैदानमै चौलो हौ जितेरै औलो सिधै सुदूरबाट हामी आउँदाखेरि सक्छ त कसैले सक्दैन नि फेरि सेती महाकालीको पानी पिलाइदिन्छु अलि यता आइजो देउला खेलाइदिन्छु जहाँ गए नि कसिने हो चलो पसिने 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 हो भाग आयो पश्चिमको बाग भाग आयो पश्चिमको बाग भाग आयो पश्चिमको बाग भाग आयो पश्चिमको बाग आयो पश्चिमको बाग मान्छे हामी रोयल पारा पनि रोयल लगाइदिन्छौँ आलु पाघु चेला बाग जहाँ गए नि कसिने हो